यो चाहिँ पार्ट 2 अफ भिन्डी टिपाई। खेती किसानी गर्नु नि गाह्रै छ गाइस, रमाइलो पनि छ है आफूले रोपेको बिरुवा। यस्तो माया गरेर हुर्काएको हुन्छन् यिनीहरूलाई। चिसो लाग्यो क्या भिन्डीलाई, अब चिसो लाएर फल्नै छोडिसक्यो। म अब 2टा ड्याङ एकैचोटि लिएर जान्छु। फल्नु धेरै फलाएन, यो ओरि राख्छु बाल्टिन चाहिँ। यता यता फलाएन, अब अझै पहिला यता धेरै फल्यो, अब सायद बोट थाक्दै गइसक्यो जस्तो हो। उतापुता ठुल्ठुलो सानो बोटमा चाहिँ अचेलभरि अलि धेरै फल्न थालेछ। हो साह्रो पनि भइसकेछ कुनै कुनै त। खडेरी लाएर नि यसपालि भिन्डी धेरै र भिन्डी मात्रै होइन हाम्रोमा त मकै सकै के पनि नै राम्रो भएन यो वर्ष कमाइ। यस्तो भएको छ बोटहरू पनि ढलेर। अन्त हातले पटपट भाँच्दा त एकछिनमा हुन्छ। फेरि भैँसीले काट्नु पर्यो भने चाहिँ अलि ढिला हुन्थ्यो पहिला पहिला, न त एक हातले भैँसी समाउनु पर्यो, एक हातले भिन्डी समाउनु पर्यो। अहिले चाहिँ कमलै भए पानी परेर नि होला। अब मैले मेरो